नमस्ते एभ्रिवान, आज चाहिँ हामी बीबीएस थर्ड इयरको एक्जाम दिन गइरहेका छौँ एन्ड राइडिङ सपोर्टमा चाहिँ Our hearts beat to the city streets. We began to feel the fire. We rise like tall buildings as the chemicals they take us higher. The night's young, it has just begun. As she क्लास पाराले अब चोरेर पनि कि पास हुने हो न फुटु फेल हुने हो न म सिट नचोर्ने हो न अर्को वर्ष किने म चाहिँ फेल हुनु हो यसपालि अर्को वर्ष किने हो नो टेन्सन के नो फियर जस्ट चिल भयो भर्खरै आएको छ केटाहरू आज प्रिपेरेसन कस्तो गरिरहेको छ तिमीहरूले कस्तो रहेछ खतरा खतरा भन्दा किन नजाएको र चिज चोर्ने होइन पास हुने हो ऱ्यान्डमली अब हाम्रो दिदीहरूले पनि यस्तो प्रिपेरेसन गरिरहेको छ कसरी पर्छ कि हाम्रो दिदीहरू भनेको तिम्रो ओपिनियन कस्तो प्रिपेरेसन गरिरहेको छ सो हाम्रो क्लासको मोस्ट ट्यालेन्टेड बोइज यो इज लाइक अ महेश बाबु होइन महेश बाबु कस्तो छ मैले हेर न गाइस आफै कमेन्ट गर्नु है यिनी महेश बाबु छ कस्तो छ किन नछोको नै कस्तो यार यस्तो देखाएन ल एकदम पर्फेक्ट रवि तेजा भन्नुपर्छ यहाँलाई चाहिँ यहाँ सबैले त्यही भन्छ यहाँलाई हो रवि तेजा नै हो रवि तेजाको भाइ है हो ल भेरी भेरी राम्रो भेरी भेरी राम्रो इङ्ग्लिस पनि हल्का हल्का अलिअलि हाम्रो सुवेदीजी के भन्छ अर्को वर्ष हो र के भन्यो ढोकिरा ए ल ल आजको एक्जाम कस्तो हुन्छ थाहा छैन गाइज तर जे हुन्छ आई होप इट विल बी बेटर अब राम्रो गर्न कोसिस गर्ने हो अब यो फेरि उसमा चेक गर्नेसँग पनि भर हुन्छ अब चेक गर्ने राम्रो भयो भने राम्रो हुन्छ होइन आफूमा पनि डिपेन्ड हुनुपर्छ चेक गर्ने मात्र पनि होइन आफू प्लस चेक गर्ने राम्रो भयो भने राम्रो हुन्छ तिम्रो प्रिपेरेसन कस्तो छ भनिदियो गुरको चिज नचोर्ने फेल हुने हो हजुर हजुर मैले पनि त्यही सोचिरहेको थिएँ तर मैले अलि अस्ति चाहिने नि अन्त टोपी उडाउने कार्यक्रम हेर्दा मलाई रहर लाग्यो फेरि टोपी उडाउने त्यही भएर जसरी हुन्छ म टोपी उडाउने त्यसो भए अब हाम्रो शिष्य सरलाई सोध्नु न त गुरको चिज नचोर्ने फेल हुने हो मेरो स्ट्रेटेजी प्रिन्सिपल भनेको त्यही हो नेक्स्ट इयर दिने हो होइन शिशिर ब्रो आजको प्रिपेरेसन भन न कस्तो छ र ब्रो एकदमै रटिरहेको छ कस्तो छ त प्रिपेरेसन एकदम दामी परिरहेको के छ त आजको ड्याममै फुल मार्क्स भनेर भनिसक्यो सबैजना राम्रो राम्रो छ होइन त्यस्तै क्वालिटी छ नि हाम्रो सागर दाइ के भनौँ न यहाँ के भनौँ न अब आजको एक्जामको बारेमा कस्तो लेख्ने के लेख्ने भन्ने सबै एकदम फुल प्रिपेरेसनको साथ है ए हाम्रो भाउजू कता हाम्रो भाउजूले भाउजू कस्तो प्रिपेरेसन छ म त एकदमै लोकल आएर नथिङ अननोन पर्सन म चाहिँ केही लेख्ने होइन त्यही भएर त यस्तो रमाइलो गरेर हिँडेको पढ्ने हो क्या अरे अर्को वर्ष फेरि एक्जाम दिन पाइन्न भनेर म नपढेको क्या त अनि हाम्रो दाजुको हालखबर के छ त कुन क्लासमा पढेको छ हाम्रो दाजु हो मलाई हेर्नु मलाई लोकल म बिग्रेको मान्छे एकदमै कट्ट हाम्रो क्लासको सबैभन्दा पढ्ने केटीहरू मध्ये यिनी पनि हो हाम्रो सृष्टि म्यामको त कुरै गर्नु पर्दैन यति पढिन्छ कि यति पढिन्छ ल अल अफ द गाइज आज चाहिँ यति नै अब सबैको इन्ट्रेस्ट थियो अब नेक्स्ट भिडियो अहिले एक्जाम हेरेपछि दिउँला